आज म पोखरा बैदाम ग्यार जाति जाने बाटो उकालो हिँड्दै गर्दाखेरि आज मौसम पनि एकदम सफा, एकदम सुन्दर दृश्य देखिरहेको छ। मेरो पछाडि पुम्डीकोटदेखि लिएर स्तुपा, तालबराई माता, आज यति राम्रो दृश्य देखिएको छ। हामी राघव थापा र म दैनिक दिनौँ बिहान 4-5 बजे हिँड्ने क्रममा आजको यो दृश्य तपाईहरुमा शेयर गर्दैछौँ। बाटो अलिकति अप्ठ्यारो पनि छ। हामी दुईजनाको दैनिकी यात्रा कन्टिन्यू छ। मोटाउने घट्ने भन्दा पनि हाम्रो यात्रा के को लागि भन्दा फिट एन्ड फाइन एकदम वर्कआउट गरेर शरीरलाई मेन्टेन गर्ने, शरीरलाई स्वस्थ बनाउने हैन। ल धन्यवाद। लाइक सब्स्क्राइब गर्न नभुल्नु होला।